ई7 फुवार बनाउन पनि खेल्छौँ भनेपछि त स्योर हुनु पऱ्यो क्या आफू बनाउने कि नबनाउने। मैले चाहिँ आज के भन्न गइरहेको छु भने सस्तोमा बनाउने जम्मा 7 लाखमा पनि बन्छ ई7 फुवार। कसरी बन्छ भने तपाईँले इन्गु खाम्चो चियोकमा जानुहोस्। इन्गु खाम्चो चियोक गएर चाहिँ तपाईँले आफै कम्पनी खोज्नुहोस्। आफै कम्पनी खोजेर चाहिँ साहुलाई तपाईँले म ई7 फुवार बनाउँछु, मलाई चाहिँ हगा तपाईँको डकुमेन्टहरू दिन सक्छ सक्दैनस् भन्नु। त्यस बापत चाहिँ तपाईँले हेङजङसा खोज्नुहोस् है। हेङजङसाले तपाईँले कम्पनी खोजे बापत उसले डकुमेन्ट मात्रै छुम्बी गरेर इमिग्रेसनमा 6-7 लाखमै गरिदिन्छ है त। 5 लाखमा गर्नेहरू पनि छन् होला। मैले चिनेको हेङजङसाले चाहिँ लगभग 7 लाखसम्ममा गर्छ इफ कम्पनी आफूले खोज्नुभयो भने है त। यसको लागि चाहिँ इन्गु खाम्चो चियोक आफूलाई थाहा हुनु पऱ्यो। त्यो चियोकमा चाहिँ छुचन्छ पाउँछ पाउँदैन त्यो आफूले जान्नु पऱ्यो। त्यस बापत चाहिँ सस्तो तरिकाले गर्न सकिन्छ है त ई7 फुवार। कति साथीहरूले चाहिँ ई7 फुवार कसरी सस्तो तरिकाले गर्न सकिन्छ भनेर भनेका थिए। सस्तो तरिका यही है उपाय। नत्र हेङजङसाले 30 लाख लाग्छ, 35 लाख चाहिँ नर्मल लिन्छन्। उनीहरूको एउटा रेट हुन्छ। एउटाले सस्तो लियो भने अर्कोले मान्दैन, त्यही भएर एउटै अनुसारको रेट गरेका हुन्छन् है त। हस् त, नमस्कार।